अब अस्ट्रेलियामा लेबर गभर्नमेन्ट जुन अहिलेको सरकार छ त्यो सरकार नै कन्टिन्यू हुने निश्चित भइसकेको छ यो निर्वाचनको परिणाम सँगसँगै। अब यो सरकारले गर्दा चाहिँ आम नेपालीलाई विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी त्यसै गरी माइग्रेन्टहरूलाई के कस्तो फाइदा हुन्छ त भन्ने विषयमा चाहिँ म तपाईँसँग यो जानकारी दिन चाहन्छु। सबभन्दा पहिला अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नम्बर बढी हुने देखिन्छ अथवा 2,70,000 बराबरको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना दिने भिजा दिने भनेर भनेको थियो यो सरकारले। त्यही अनुसार कन्टिन्यू हुने देखिएको छ। विपक्षी कोलिसनले भने 2,40,000 मात्र गर्ने भनेको थियो। अर्को कुरा विद्यार्थीको भिजा फी चाहिँ बढ्ने देखिन्छ। यो चाहिँ अब असर नै भन्नु पर्यो। जुलाई 1बाट लागू हुने गरेर अन्तर्राष्ट्रिय विद्यार्थीको भिजा फी चाहिँ $2,000 बनाउने भनेको छ। अहिले चाहिँ 1,600 रहेको छ। त्यसै गरी अर्को फाइदा भनेको चाहिँ धेरै नेपालीहरूले एज केयर क्षेत्रमा काम गर्दै हुनुहुन्छ उहाँहरूको स्यालेरी बढ्नेवाला छ अब केही समयमा। त्यो पनि अब फाइदा नै भयो यो लेबर सरकार कन्टिन्यू हुनुको। त्यसै गरी अस्ट्रेलियामा रहेका सबै मानिसहरूलाई फाइदा हुने गरेर इनर्जी रिबेट भनेर यहाँको बिजुलीको बिल तिर्नको लागि $250 बराबरको सहायता दिने भनेको छ। त्यो पनि फाइदा नै भयो। ओभरअल होल अस्ट्रेलियनलाई फाइदा हुने भयो त्यो चाहिँ। त्यसै गरेर अब करमा पनि छुट दिने भनेको छ। अघिल्लो वर्ष पनि यो सरकारले करमा केही छुट दिएको थियो। अहिलेको कस्ट अफ लिभिङलाई अलिकति सहज होस् भन्नको लागि कर छुट दिने भनेको थियो। अबको पालि पनि कर छुट प्राप्त गर्नेछन्, थप कर छुट प्राप्त गर्नेछन्। यो सबै अस्ट्रेलियनको लागि फाइदा हुने भयो। त्यसै गरी इमिग्रेसन पोलिसिजहरू करिब करिब सेम नै रहनेछन् किनकि लिबरल कोलिसनको सरकार आयो भने उनीहरूले 485 भिजा बन्द गर्ने अथवा कडाई गर्ने र त्यसमाथि पार्टनरहरू डिपेन्डेन्टहरू ल्याउन नमिल्ने जस्तो कुराहरू यिनीहरूले गराउने भनेको थियो। तर त्यो नहुने भइसकेपछि 485 भिजाहरूको त अवस्था सेम नै रहन्छ। प्रमाणित भिजाहरूको कुरामा चाहिँ यिनीहरूले करिब करिब यस्तै प्रकारको नियमहरू नै अगाडि बढाउने अनुमान रहेको छ। यस्तै प्रकारको जानकारी प्राप्त गर्नको लागि तपाईँले मलाई फलो गर्नुहोला। थ्याङ्क यू।